थामी समुदाय नेपालका आदिवासी जनजाति समुदायहरूमध्ये एक प्राचीन र महत्त्वपूर्ण समुदाय हो। थामी समुदायको मुख्य ऐतिहासिक बसोबास दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेको छ। समयसँगै शिक्षा, रोजगारी र बसाइसरेका कारण थामी समुदायका मानिसहरू काठमाडौँ उपत्यका तथा नेपालका अन्य भागहरूमा पनि फैलिँदै गएका छन्। राङराङथली थामी समुदायको ऐतिहासिक उद्गम स्थल हो। थामी समुदायका पुर्खाहरू यही स्थानबाट फैलिएको विश्वास गरिन्छ। त्यसैले राङराङथलीलाई थामी समुदायको पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको पवित्र स्थलका रूपमा मानिन्छ। थामी समुदायका अनुसार यापती छुकु थामी जातिका आदि पुर्खा हुन् भने सोनारी आजी आदि माता हुन्। यी दुईलाई थामी समुदायले आफ्नो अस्तित्व, पहिचान र इतिहासको मूल आधारका रूपमा मान्दछन्। यापती छुकुले थामी समुदायको सुरुवात गरे भने सोनारी आजीले मातृत्व संरक्षण र जीवनको निरन्तरता प्रदान गरिन् भन्ने विश्वास रहेको छ। थामी समुदायको आफ्नै मातृभाषा रहेको छ, जसलाई थामी भाषा भनिन्छ। विगतमा दैनिक जीवनमा यही भाषा प्रयोग गरिन्थ्यो, तर हाल नेपाली भाषाको प्रभाव बढ्दै गएकाले थामी भाषा लोप हुने जोखिममा परेको छ। भाषा जोगाउनु भनेको यापती छुकु र सोनारी आजीबाट प्राप्त पहिचान जोगाउनु सरह हो भन्ने बुझाइ समुदायमा पाइन्छ। संस्कृति र परम्पराको दृष्टिले थामी समुदाय प्रकृतिसँग नजिक रहेको छ। पुर्खा पूजा थामी समुदायको प्रमुख विशेषता हो, जहाँ यापती छुकु र सोनारी आजीलाई विशेष सम्मानका साथ सम्झिन्छन्। उनीहरूलाई केवल धार्मिक पात्र मात्र नभई समुदायलाई एकतामा बाँध्ने प्रतीकका रूपमा पनि हेरिन्छ। जन्म, विवाह र मृत्यु संस्कारमा आफ्नै मौलिक रीतिरिवाजहरू पालना गरिन्छन्। परम्परागत रूपमा थामी समुदायको मुख्य पेसा कृषि र पशुपालन हो। पहाडी भूभागमा कडा परिश्रम गरेर जीवनयापन गर्दै आएका थामी समुदाय अहिले शिक्षा, व्यापार, सरकारी सेवा तथा वैदेशिक रोजगारतर्फ पनि अग्रसर हुँदै गएका छन्। यसले समुदायको सामाजिक र आर्थिक अवस्थामा क्रमशः सुधार ल्याउँदै आएको छ। नेपाल सरकारले थामी समुदायलाई पिछडिएको आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ। विगतमा शिक्षा, स्वास्थ्य र विकासका अवसरहरू सीमित भए पनि हाल विभिन्न सरकारी नीति, आरक्षण व्यवस्था र समुदायको चेतनाका कारण सकारात्मक परिवर्तन देखिन थालेको छ। यद्यपि गरिबी, अशिक्षा र भाषिक लोभ जस्ता चुनौतीहरू अझै बाँकी नै छन्। थामी समुदाय नेपालको सांस्कृतिक विविधताको अमूल्य हिस्सा हो। यापती छुकु र सोनारी आजी थामी समुदायको इतिहास, संस्कृति र पहिचानका आधार स्तम्भ हुन्। यी पुर्खाबाट प्राप्त भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्दै विकासको मूलधारमा अगाडि बढ्न सके थामी समुदायको उज्जवल भविष्य सुनिश्चित हुनेछ। थामी महिलाहरूको परम्परागत वेशभूषालाई फेङ्गा भनिन्छ। फेङ्गा कम्मरबाट तल बेर्ने किसिमको कपडा हो, जुन प्राय घरमा नै बुनेको हुन्छ। फेङ्गासँगै महिलाहरूले चोलो, ओढनी, मजेत्रो लगाउने गर्दछन्। चाडपर्व, विवाह, पूजापाठ तथा सांस्कृतिक कार्यक्रममा फेङ्गा अनिवार्य रूपमा प्रयोग गरिन्छ। फेङ्गासँग मिलाएर महिलाहरूले परम्परागत गहनाहरू पनि लगाउँछन्, जसले उनीहरूको सौन्दर्य र पहिचान बढाउँछ। त्यसैगरी थामी पुरुषहरूको परम्परागत वेशभूषालाई डाम्ठी भनिन्छ। डाम्ठी प्राय मोटो कपडाबाट बनेको हुन्छ, जुन चिसो पहाडी क्षेत्रमा उपयुक्त मानिन्छ। डाम्ठी दैनिक जीवन, खेतीपाती तथा सांस्कृतिक अवसरमा प्रयोग गरिन्थ्यो। डाम्ठीसँगै पुरुषहरूले पटुका र टोपी लगाउने चलन पनि रहेको छ। थामी समुदायको वेशभूषा केवल शरीर ढाक्ने साधन मात्र नभई सामाजिक पहिचान र संस्कृतिको प्रतीक हो। आधुनिक समयमा दैनिक जीवनमा आधुनिक कपडाको प्रयोग बढ्दै गए पनि चाडपर्व, नाचगान र विशेष कार्यक्रमहरूमा फेङ्गा र डाम्ठी अझै पनि सम्मानका साथ लगाइन्छन्। यसले थामी समुदायले आफ्नो मौलिक संस्कृति जोगाउँदै आएको प्रमाण दिन्छ। फेङ्गा र डाम्ठी थामी समुदायको गौरव र पहिचान हुन्। यस्ता परम्परागत वेशभूषाको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको साझा दायित्व हो।